guys, welcome to our new mini vlog. हामी चाहिँ हैन जंगलमा हराएर पनि यहाँ छौं. गाइस हामी चाहिँ घरबाट अलिकति यहाँ यस्तो राम्रो फूल देखेको नि तर यो जंगलमा घरबाट अलिकति यता फूल छ तर फूलको रुख हेर्नुस् म देखाउँछु यहाँ फूलको रुख केटी माथि त्यति माथि छ गाइस हैन हामी चाहिँ अब यो जंगलमा चाहिँ अब कहाँ जाने थाहा छैन अब घर जाने बाटो पनि कता हो थाहा भएन बाटै भेटेन के हामीलाई सम्पर्क गर्नु होला. यो चाहिँ पोखराको जंगल है गाइस यो हामीसँग एउटा कुकुर पनि छ हाम्रो एकदम दोस्त वफादार डेजी हम उसको नाम चाहिँ डेजी हो. छोड जाओगे मगर मैं नहीं छोडूंगा भन्छ. उसले चाहिँ हामीलाई कहिले छोड्दैन उ अगाडि बाटो देखाइरहेछ उसले चिनेछ नि त उसको घर त्यही हो तर थाकिसक्यो म बस्छु गाइस हेर्ने जस्तो छु बीच जंगलमा एकछिन अब रेस्ट अनि त्यसपछि फेरि बाटो खोज्नमा हामी तत्पर हुन्छौँ भाइ र हामी त हैन कहाँ यम भनिरा थियौं नि त हामी त यहाँ जंगलको बीचमा आएर हेर्नु न्युरोको बगान भेटाउँदैछ. न्युरो टिप्दैछ. यो कुन प्रकारको न्युरो भन्देउ त कस्तो न्युरो थाहा भएन खाने हो कि हैन तर यहाँ न्युरो चाहिँ टन्नै रहेछ गाइस चाहिँ भेटायो है हामीले चाहिँ न्युरो भेटाएर हैन न्युरो काम गर्दैछौँ न्युरोको काम गर्दैछौँ. अब मान्छे यस्तै हो के हामी कहाँ जाने बाटो भेटाएन गाइस ए तपाईले दाउरो हाम्रो यहाँ दाउरो खोजेर ल्याउ रे अब ग्यास सकियो र त्यही भएर जंगलमा आएको हराइयो यो हेर्नु छिटो पठाउने यहाँ होस्टेलका मान्छेहरूलाई हामी हराइसकेका छौँ. अब बाटो देखाउन पाएको छैनौँ. यहाँ जंगल पठाएर हामी ए लडेर धन्नै सायद धन्नै बाटो भेटायौँ जस्तो छ है गाइजहरू. यता बाटो जस्तो छ गाइस घरी अन्तर्राष्ट्रिय विमानमा छु भन्ने जस्तो फुलै सक्छ नकिने भन्न लाग्नु मात्रै भन्छु म. हेर्नुस् गाइज हामीले दाउरा पाइसकेका छौँ. यो दाउरा चाहिँ यति पाएको अब घर जान गएको नत्र खाना पाइन्न रे ग्यास सकिन रहेछ त्यही भएर दाउरा खोज्न आएको. म त यतिले त मेरो भात पाकिहाल्छ अरूको पाकोस् नपाकोस् त्यही भएर प्रत्येकजना आफै आउनुहोस् है दाउरा खोज्न एउटा भरि बोकेर जानुहोस्. केटा केटी सबलाई हो के. ए मैले फुल पाएँ क्या गाइजहरू हेर्नु कति राम्रो फुल हो. त्यहाँनिर कस्तो दामी फुल छ तर के गर्नु रुखबाट टिप्न सकिन्न. हामी त्यही जङ्गलबाट बाहिर निस्किसक्यो. भन्न के भन्नु छ जङ्गल फाँडिसकेपछि फाइनली गाइस बाटो भेट्यौँ यहाँ टारले बेल छ यहाँबाट अब हामी बाहिर जान्छौँ. अब यहाँबाट हामी रोडमा जाँदैछौँ गाइज. थ्याङ्क यू फर वाचिङ गाइज. ल डेजी बोक हामीहरूको उसमा भ्लगमा हामीलाई सहायता गर्नुभएकोमा हेर डेजीलाई यस्तो गरेर प्लिज लाइक एन्ड सब्सक्राइब. ओके ल यहाँ देखाउ डेजीलाई डेजीले यस्तो दाउरा बोक्छ अब हेर यस्तो गरेर इन्युन डेजी कि बेस्ट फ्रेन्ड फालिदिन्छु दाउरा मोटा मान्छे भयो यस्तो गाह्रो हुन्छ यो छिर्न. अब म छिर्छु यो सबाउँदा तिमी क्यामेरा आइयो मम्मी खुल्लै छ क्यामेरा. डेजी पनि छिर्यो ल तर म पनि गराने कसरी हेर्नुस् गाइज मेरो आइडिया. अब यो बाटो जम्प गर्ने हो तर जम्प गरेर खुट्टा त भाँचिन्न भन्ने डर छ गाइस. ल फाइनली आइयो म त जम्प गर्छु गाइज. ल आइयो गाइस तर फुल भेटेन यार. फाइनल्ली नि हामी गाइज हेर्नुहोस् यहाँ पुगिसक्यौँ. हामी रोडमा पुगिसकेका छौँ. हामी खासमा हेर्न गएको त्यो हिमाल हो. त्यही हो ल यहाँबाट स्लो भिडियो टक 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 हिँडेको